दर्शकबिन नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआई क्रिकेटमा नयाँ इतिहास रच्ने भएका छन्। अहिलेसम्म अस्ट्रेलियाका मिचेल स्टार्क अन्तर्राष्ट्रिय ओडिआई क्रिकेटमा सबैभन्दा छिटो 150 विकेट लिने खेलाडीमा आफ्नो नाम दर्ज गरेका छन्। उनले 77 खेलमा 150 विकेट लिएका हुन्। सन्दीप लामिछानेले अहिलेसम्म 70 खेलमा 143 विकेट लिइसकेका छन्। उनले अबको 6 खेलमा 7 विकेट सट्काउँदै आफ्नो 150 विकेट पुरा गरे भने उनी मिचेल स्टार्कको रेकर्डलाई ब्रेक गर्दै उनी सबैभन्दा छिटो 150 विकेट पुरा गर्ने खेलाडीमा आफ्नो नाम दर्ज गर्नेछन्। दर्शकबिन सन्दीपले अब कति खेलमा 150 विकेट पुरा गर्लान् त? कृपया आफ्नो प्रतिक्रिया कमेन्टमा दिन नभुल्नुहोला। दर्शकबिन अहिलेसम्म मिचेल स्टार्कले 77 खेलमा 150 विकेट लिएका छन् भने शैखलन मुस्ताकले 78 खेलमा 150 विकेट लिएका छन्। राशिद खान र मोहम्मद सामीले 80 खेलमा 150 विकेट लिएका छन्। दर्शकबिन आशा छ सन्दीप लामिछाने सबैभन्दा छिटो 150 विकेट लिनेमा आफ्नो नाम दर्ज गर्नेछन्। दर्शकबिन अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरेर साथ दिनुहोला। दर्शकबिन अहिलेलाई यति नै। क्रिकेट सम्बन्धी नयाँ अपडेटका साथ फेरि उपस्थित हुनेछौँ। धन्यवाद, नमस्कार।